RC390 BS3 का जगर चाहिँ बनाइदिन्छ चाहिँ हामी फेरि आज चाहिँ पुरा लास्टै पुरा कुन चाहिँ यो के गर्यो 22 नम्बर यतिकै जानु परेको आधी बाटोमै 22 नम्बर पछाडी यतिकै फ्याक्दा चाहिँ यसरी बनाइदिन्छ यसरी बनाउनु पर्छ निकै साह्रो पर्छ है हाम्रो 390 को मालिक चाहिँ हो यो र यसरी RCR को चाहिँ बनाउन लागि चाहिँ धेरै मेहनत खतम पाइप ड्यामेज गरिन्छ नि र बनाउन लागि चाहिँ साह्रो पर्छ है 11 तारिखको 200 किलोमिटर डाउन चार्ज RC390 BS3 हो यो चाहिँ एकदम तोडीले भाग्छ भाग्दा चाहिँ RC390 BS3 का जगर चाहिँ बनाइदिन्छ चाहिँ हामी फेरि आज चाहिँ पुरा लास्टै पुरा कुन चाहिँ यो के गर्यो 22 नम्बर यतिकै जानु परेको आधी बाटोमै 22 नम्बर पछाडी यतिकै फ्याक्दा चाहिँ यसरी बनाइदिन्छ यसरी बनाउनु पर्छ निकै साह्रो पर्छ है हाम्रो 390 को मालिक चाहिँ हो यो र यसरी RCR को चाहिँ बनाउन लागि चाहिँ धेरै मेहनत खतम पाइप ड्यामेज गरिन्छ नि र बनाउन लागि चाहिँ साह्रो पर्छ है 11 तारिखको 200 किलोमिटर डाउन चार्ज RC390 BS3 हो यो चाहिँ एकदम तोडीले भाग्छ भाग्दा चाहिँ RC390 BS3 का जगर चाहिँ बनाइदिन्छ चाहिँ हामी फेरि आज चाहिँ पुरा लास्टै पुरा कुन चाहिँ यो के गर्यो 22 नम्बर यतिकै जानु परेको आधी बाटोमै 22 नम्बर पछाडी यतिकै फ्याक्दा चाहिँ यसरी बनाइदिन्छ यसरी बनाउनु पर्छ निकै साह्रो पर्छ है हाम्रो 390 को मालिक चाहिँ हो यो र यसरी RCR को चाहिँ बनाउन लागि चाहिँ धेरै मेहनत खतम पाइप ड्यामेज गरिन्छ नि र बनाउन लागि चाहिँ साह्रो पर्छ है 11 तारिखको 200 किलोमिटर डाउन चार्ज RC390 BS3 हो यो चाहिँ एकदम तोडीले भाग्छ भाग्दा चाहिँ